भोट माग्ने बेला लौ न हजुर भन्दै लम्पसार परेर आउँछन्। जितेर गए भने अब सुरु भइहाल्छन् यिनका जाल झेल होइन, षड्यन्त्रहरू के गर्ने, देशलाई कसरी डुबाउने, कसरी बेचेर खाने भन्ने कुराहरू। चुनाव अघि त लौ न हजुर हामी तपाईँको घर आउने बाटो बनाइदिन्छौँ, तपाईँको घर आउने बाटो पिच गराइदिन्छौँ, तपाईँको घर घरमा पानीको धारो ल्याइदिन्छौँ हजुर, तपाईँको खेतबारीमा हामी खोला ल्याइदिन्छौँ, खोला पानीको खोला, चिन्ता नगर्नुहोस्, ढुक्क हुनुहोस्, हाम्रो पार्टीमा भोट हाल्नुहोस् भनेर गफ लाउँछन्। जितेर गइसकेपछि नमस्कार नेताजी भने पनि चिन्दैनन् को कोही मान्छे यस्तो नि हुन्छ। यसपालि भोट हालिन्न, जेन्जी हो म, यसपालिको भोट नयाँलाई दिइन्छ। देशले परिवर्तन खोजिरहेको छ, परिवर्तन चाहिएको छ। सच्चा देशभक्ति हो भने, देशको माया लाग्छ भने यसपालिको भोट चेन्ज गर्नुपर्छ साथीहरू।